श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। अस्मत्परमगुरवे नमः। अस्मत्परात् परगुरुभ्यो नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। वसुदेवसुतं देवं कंसचारूणमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र अच्युतोद्धार कथा प्रसंग। तुलसी काननं यत्र यत्र पद्मवनानि च पुराणं पठनं यत्र तत्र सन्निहितो हरि। आदरणीय दर्शकवृन्द नमस्ते। भागवत धर्म जागरण युट्युब च्यानल र दुर्गा प्रसाद ढकाल फेसबुक पेज मार्फत मेरो व्यक्तिगत फेसबुक मार्फत तपाईहरू पुरुषोत्तम महात्म्यका महात्म्यहरू श्रवण गर्दै आइरहनु भएको छ। यसै क्रममा प्रथम भाग र द्वितीय भाग पहिलो दिनको र दोस्रो दिनको महात्म्य हजुरहरूले श्रवण गरिसकेपछि अब आज हामी तेस्रो अध्याय तृतीय दिवसको महात्म्य श्रवण गर्न गइरहेका छौँ। त्योभन्दा अगाडि पुरुषोत्तम महिना जसलाई मलमास पनि भनिन्छ कसरी पर्छ, किन पर्छ, यस विषयमा जानकारी थोरै हजुरहरूको जानकारीका लागि। यो पुरुषोत्तम महिना जब कुनै पनि कृष्ण पक्षको अमावस्यादेखि अर्को कृष्ण पक्षको अमावस्या पर्यन्त अथवा चन्द्रमास अन्तर्गत शुक्ल पक्ष र कृष्ण पक्षका बीचमा सङ्क्रान्ति परेन भने, एक गते परेन भने त्यो महिना सग्राँती बिनाको महिना त्याज्य हुन्छ। त्यो नै पुरुषोत्तम महिना हो, अधिक मास हो। अब यसपालि अस्ति अमावस्या 3 गते थियो। 3 गतेदेखि 31 गते अर्को अमावस्या छ। यो दुईटा अमावस्याका बीचमा 1 गते परेन, सङ्क्रान्ति परेन। यस्तो सङ्क्रान्ति बिनाको महिनालाई पुरुषोत्तम महिना भनिन्छ। अथवा एउटा सङ्क्रान्तिदेखि अर्को सङ्क्रान्ति बीचमा दुईटा अमावस्या परे भने, अस्ति 3 गते र 30 गते गर्दाखेरि यो दुईटा सङ्क्रान्तिको बीचमा दुईटा अमावस्या परे नि। कुरो त एउटै हो। दुईटा सङ्क्रान्तिका बीचमा दुईटा अमावस्या पर्नु अथवा दुईटा अमावस्याका बीचमा सङ्क्रान्ति नपर्नु नै अधिक मास हो। अब कहिलेकाहीँ के पनि हुन्छ भने दुईटा अमावस्याका बीचमा सङ्क्रान्ति परेन, त्यो त अधिक मास भयो। तर दुईटा अमावस्याका बीचमा दुईटा सङ्क्रान्ति पर्न जान्छन्। यस्तो अवस्था आयो भने त्यस्तो चाहिँ 26-27 वर्षमा एकपटक पर्छ। त्यो चाहिँ क्षयमास हुन जान्छ। चन्द्र पक्ष अनुसार एउटा महिना नै हराउँछ। यस्तो अवस्था विक्रम सम्वत 2039 सालमा परेको थियो भने अब आउने 2085 सालमा पनि पर्दैछ। यस्तो अवस्थामा एकै वर्षमा 2वटा मलमास अथवा पुरुषोत्तम मास पर्छन्। क्षयमास भन्दा अगाडि पनि पुरुषोत्तम मास हुन्छ, बीचमा क्षयमास हुन्छ र क्षयमास पछाडि पुनः पुरुषोत्तम मास अथवा अधिक मास हुन्छ। अहिले हामी 2083 सालको पुरुषोत्तम महिनामा छौँ, मलमासमा छौँ। अब 85 सालमा चाहिँ हामी एउटै 85 सालभित्र 2वटा पुरुषोत्तम महिना पनि हामीले व्रत गर्न पाउँछौँ र बीचमा एउटा पुसको महिना हराउँछ। पुस पक्ष अनुसार पुसको कृष्ण पक्ष शुक्ल पक्ष हुँदैन। त्यस्तो अवस्था आउँदैछ 85 सालमा हामी देख्न पाउनेछौँ। र यो 83 सालको पुरुषोत्तम महिनामा हजुरहरूले मोबाइलकै माध्यमबाट
युट्युबकै माध्यमबाट पनि कथा श्रवण गर्ने अवसर प्राप्त गर्नुहोस् भनेर हामीले हजुरहरूलाई घरमा बसी बसी कथा सुनाउनका लागि यो प्रसारण गर्दैछौँ। हामी पनि हाम्रो स्टुडियोबाटै यो कतै कुनै श्रद्धालु भक्तजनहरूको घरमा गएर होइन, हाम्रो आफ्नो स्टुडियोबाटै भागवत धर्म जागरण युट्युब च्यानलको स्टुडियोबाटै तपाईँहरूलाई यो कथा श्रवण गराइरहेका छौँ। आउनुहोस् तनमन भक्तिभावपूर्वक पुरुषोत्तम भगवानमा मन दिएर अब कथातिर अग्रसर हौँ। हिजोका पावन कथाहरूलाई स्मरण गर्दै आजको कथामा हामी अग्रसर हुन गइरहेका छौँ। सबैले प्रेमले भनिदिनु न, राधे राधे। हिजोको पावन कथा प्रसङ्गमा नैमिषारण्य क्षेत्रमा शौनक सहितका 88,000 ऋषिहरूले एउटा यज्ञको आरम्भ गर्न लाग्नु भएको थियो। यज्ञको व्यवस्थापन गर्दै हुनुहुन्थ्यो। त्यसै बेलामा तीर्थाटनमा निस्किनु भएका उग्रश्रवा नाम गरेका सुतजी घुम्दै घुम्दै त्यहाँ तीर्थाटन गरेर आइपुग्नु भयो। तीर्थाटन गर्ने क्रममा विभिन्न तीर्थमा घुम्दै घुम्दै श्रृंगी ऋषिका श्रापबाट 7 दिनका दिन मृत्युको वरण गर्ने श्राप पाइसकेका परीक्षित राजालाई शुकदेवजी, व्यासजीका पुत्र शुकदेवजीले श्रीमद् भागवत महापुराण सुनाएर मुक्ति दिनु भएको कुरा र त्यहाँ बसेर श्रीमद् भागवत महापुराणको कथा श्रवण गरेको कुरा पनि सुतजीले यहाँ वर्णन गर्नुहुन्छ। तीर्थाटनका क्रममा सुतजी त्यो भागवत कथा श्रवणमा समुपस्थित हुनुभयो र 7 दिन भागवत सुन्ने अवसर पनि प्राप्त गर्नुभयो। त्यहाँबाट निस्किएर अब कहाँ जाउँ भन्दाखेरि नैमिषारण्य क्षेत्रमा ऋषिहरू अनुष्ठानको आयोजना गरेर बस्नुभएको थियो। यहाँ सत्सङ्ग गर्नु पर्यो भनेर त्यहाँ आउनुभएको थियो। सुतजी पौराणिक हुनुहुन्छ, पुराण इतिहासको ज्ञान छ, उहाँलाई देख्ने बित्तिकै ऋषिहरूले स्वागत गर्नुभयो आज। र तपाईँ कहाँबाट कसरी आउनुभएको हो भन्दाखेरि सुतजी यो कुरो वर्णन गर्नुहुन्छ, म यसरी आएको हुँ। जब सुतजीबाट यो कुरा सुन्नुभयो त्यसो भए तपाईँले व्यास शिष्य शुकदेवजीका मुखारविन्दबाट जुन अमृतवाणी ज्ञान कथा श्रवण गर्नुभयो त्यो कथा श्रवण गराउनुहोस् भन्दाखेरि सुतजी भन्नुहुन्छ तपाईँहरूको प्रश्न के छ भने जगतको कल्याणको साधन के हो र सम्पूर्ण शास्त्रको सार निचोड तत्त्व के हो भन्ने छ। त्यसो भएको हुनाले यस्तै प्रकारको प्रश्न अगाडि देवर्षि नारदजीले बद्री विशालमा बद्रिकाश्रममा नरनारायण ऋषिलाई सोध्नु भएको थियो। एक समय ब्रह्माजीका मानस पुत्र नारदजी घुम्दै घुम्दै बद्रिकाश्रम जानुभयो। बद्रिकाश्रमको दिव्य सौन्दर्यता वर्णन गर्दै गर्दै नरनारायण ऋषिका चरणमा झुकेर नरनारायण ऋषिको स्तुति प्रसन्नता वन्दनापूर्वक उहाँहरूसँग प्रश्न गर्नुभएको थियो। जगतको कल्याणका लागि सम्पूर्ण शास्त्रको सार तत्त्व के हो? प्राणी मात्रलाई हित हुने कल्याणको साधन के हो? हजुरहरू सर्वज्ञ हुनुहुन्छ। लोकका कल्याणका लागि हजुरहरूले तपस्या गरेर बस्नु भएको छ। किनभने हजुरहरू जस्ता सन्त महात्माहरूको तपस्याको तपोबलका कारणले पृथ्वी स्थिर भएर बसेकी छिन्। होइन भने पृथ्वी भासिँदै जाने थिइन् कलियुगको पापको भारलाई सहन गर्न नसकेर। सन्त महात्माहरूको तपस्या र साधनाको बलस्वरूप पृथ्वी स्थिर भएर रहन सकेकी छिन्। पृथ्वीले सबै कुरो सहन गर्न सक्छन् तर पापको भार सहन गर्न सक्दिनन्। त्यसो हुनाले पृथ्वीलाई स्थिर गर्नका लागि, प्राणीहरूलाई कल्याण गर्नका लागि हे नरनारायण ऋषि हजुरहरूले तपस्या गर्नुभएको हो, यो कुरो म जान्दछु र जगतको कल्याणको साधन पनि तपाईँहरू जान्नुहुन्छ, त्यो कुरो म जान्दछु, मलाई बताइदिनुहोस् भनेर नारदजीले यहाँ सोध्दै हुनुहुन्छ भनेर नारदजी र नरनारायण ऋषिको संवाद आज सुतजीले पौराणिक ऋषिहरूलाई बताउनु भयो। जब नारदजीबाट यस्ता प्रकारको प्रश्न सुन्नुभयो नरनारायण ऋषिहरूले अब उहाँहरूले जगतको कल्याण र लोक साधनाको उपाय के हो त्यो कुरो वर्णन गर्नुहुन्छ तृतीय अध्यायमा। आउनुहोस् हामी तृतीय अध्यायका कथाहरूबाट अगाडि बढौँ। अब ऋषिहरू भन्नुहुन्छ यस्ता प्रकारले यो सुतजीले बताइसकेपछि सुतजीसँग ऋषिहरू प्रश्न गर्नुहुन्छ। तृतीय अध्यायको आरम्भमा नारायणो नरसखो यदुवाच शुभं वच नारदाय महाभाग तन्नो वद सविस्तरम्।
नरनारायण ऋषिले जब नारदजीका मुखारविन्दबाट यस्तो प्रश्न गर्नुभयो, त्यो प्रश्न सुनिसकेपछि नरनारायण ऋषिले के जवाफ दिनुभयो भन्दाखेरि सुतजी यहाँ ऋषिहरूलाई भन्नुहुन्छ, नारायण वचो रम्यं श्रूयतां द्विजसत्तमा यदुक्तं नारदायै तद् प्रवक्ष्यामि यथा श्रुतम्। त्यसपछि नारायणले जे भन्नुभयो त्यो कुरो सुन्नुहोस्। अब यहाँ हामीले जान्नुपर्ने महत्त्वपूर्ण कुरो त के छ भने नारद ऋषिको प्रश्नमा नरनारायण ऋषिहरूले पनि अर्को संवाद सुनाउन लाग्दै हुनुहुन्छ। यहाँ सुतजीले ऋषिहरूलाई नरनारायण ऋषि र नारदको संवाद सुनाउँदै हुनुहुन्छ। त्यस संवादभित्र फेरि नरनारायण ऋषिले भन्नुभयो अगाडि कुनै बेलामा अर्को संवाद भएको थियो, त्यो संवादका रूपमा तपाईँको प्रश्नको उत्तर दिन्छु है नारदजी भनेर अब नरनारायण ऋषिले युधिष्ठिर र कृष्णको संवाद सुनाउन लाग्दै हुनुहुन्छ। हे नारदजी, तपाईँले जस्तो प्रश्न हामीलाई गर्दै हुनुहुन्छ नि, अगाडि धर्मराज युधिष्ठिरले भगवान श्री कृष्णसँग यस्तै प्रश्न गर्नुभएको थियो। धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसँग कुन बेला यस्तो प्रश्न गर्नुभएको थियो भन्दा जतिखेर धर्मराज युधिष्ठिर आफ्ना 4 भाइ र आफ्नी पत्नी द्रौपदी सहित 12 वर्षको वनवास र 1 वर्षको अज्ञातवासको आफ्नो वचन पुरा गर्नका लागि वनवासमा हुनुहुन्थ्यो। महाभारत युद्ध हुनुभन्दा अगाडि राज्यको विभाजनको विषयलाई लिएर कपटपूर्ण व्यवहारद्वारा जुवामा सारा राज्य हारिसकेपछि शर्त अनुसार वनवास जानुभएको थियो पाण्डवहरू। त्यही कुरो यहाँ नारायणले नारद ऋषिलाई भन्नुहुन्छ, एकदा धार्मिको राजा जात शत्रुयुधिष्ठिर द्युते पराजिता दृष्टैर्धातराष्ट्रै छलप्रियै। जब जुवामा सम्पूर्ण आफ्नो राज्य युधिष्ठिरले हार्नुभयो, त्यति मात्र होइन, दुशासनका दुष्ट हस्तकमलद्वारा दुष्ट हातद्वारा द्रौपदीको केशपास खिचियो, अर्थात् द्रौपदीलाई केशमा खिचेर दुशासनले ल्याएर अपमान गर्ने चेष्टा गरे। त्यतिले मात्रै पुगेन, मासिक धर्म भएको अवस्थामा सम्पूर्ण वस्त्र आफ्नै हातले उतारेर द्रौपदीलाई नग्न बनाउने कुचेष्टा गरे दुशासनले। पहिला त द्रौपदीलाई म पनि क्षेत्रिणी हुँ भन्ने घमण्ड थियो। यत्रो कुरुसभामा पितामह भीष्म जस्ता वयोवृद्ध हुनुहुन्छ, उहाँले मेरो लाजको रक्षा गर्नुहोला भनेर भीष्म पितामहतिर हेर्नुभयो, तर भीष्म पितामह केही पनि बोल्नु भएन। द्रोणाचार्यतिर हेर्नुहुन्छ, द्रोणाचार्यले पनि दुशासनलाई रोक्नु भएन, कृपाचार्यले पनि रोक्नु भएन। त्यसपछि त मेरा 5-5 जना पतिहरू छन् भनेर आफ्ना 5 जना पतिहरूतिर हेर्नुभयो, तर पिजडामा बन्द गरेको सिंह जसरी घुरघुर चाहिँ गर्छ तर बाहिर आएर आक्रमण गर्न सक्दैन। सारा राज्य वैभव हारिसकेका पाण्डवहरूको पनि अवस्था त्यस्तै थियो। आफ्नी श्रीमतीको रक्षा गर्न जान सक्नु भएन। अन्तिममा सबैतिरबाट हारिसकेपछि हे भक्तवत्सल भनेर द्रौपदी भगवान श्रीकृष्णको नामको शरणमा जानुभयो। नामको महिमा कत्रो छ हेर्नुहोस् त। भगवान प्रत्यक्ष त्यहाँ हुनुहुन्न थियो। भीष्म सन्तापले पूर्ण शकुनी ध्वनि सङ्कुल कृष्ण कादम्बिनी शून्य जुवा झैँ छ नभस्थल। भीष्म सन्तापले पूर्ण, पितामह भीष्मजी अति व्याग्र सन्तापमा हुनुहुन्छ। शकुनी ध्वनि सङ्कुल, खिच दुशासन खिच भनेर शकुनी के गरिरहेछ, सङ्कुल ध्वनि गरेर आदेश दिइरहेको छ। तर कादम्बिनी भनेको बादल जस्तो शीतलता छर्नेवाला कृष्ण शून्य, त्यहाँ कृष्ण हुनुहुन्न। कृष्ण नभएर के भयो, कृष्णको नामै काफी छ भनेर आज द्रौपदीले भगवान श्रीकृष्णको पुकारा गर्नुभयो। हे भक्तवत्सल, अब जगतमा कसैको सहारा छ भने केवल तपाईँ मात्रै हुनुहुन्छ। हे कृष्ण हे भक्तवत्सल भनेर स्मरण गर्नुभएको थियो। तत्कालै के भयो, कृष्ण पनि आउनु भयो बाँसुरी फुकेर, साडी छोड्न लाग्नु भयो, साडी छोड्न लाग्नु भयो,
माथि नै लुकेर, माथि नै लुकेर। कसैले कृष्णको दर्शन गर्दैनन्। तर अचम्म यस्तो भयो, दुशासनले जति द्रौपदीको साडी तान्छन्, साडी त्यति लामो त्यो साडी टुङ्गिँदैन। जति ताने पनि द्रौपदीको शरीरमा बेरिएको त्यसको पल्लो छेउ भेटिँदैन। कसैले आएर साडी थपेको पनि देखिँदैन, माथिबाट आइरहेको पनि देखिँदैन। तर जति फुकाए पनि शरीरबाट साडीको अन्त्य हुँदैन। भगवानले यस्तो विचित्रको लीला गर्नुभयो, लाजबाट द्रौपदीलाई बचाइदिनु भयो। त्यति गर्दा पनि पुगेन। द्रौपदीको यसलाई चिरहरण भनिन्छ। चिरहरण गर्दा, चिर भनेको वस्त्रहरण गर्दाखेरि पनि अपमान गर्न सकेनन्। उनीहरूले द्रौपदीको लज्जा प्रकट गर्न सकेनन्। एकपटक त धृतराष्ट्रले सारा राज्य फिर्ता गरिदिए, तर पुनः कपटी कौरवहरूले शकुनीका जालमा पारेर जुवा खेलको आयोजना गरे। जुवामा हार्दै सारा राज्यहरूसहित द्रौपदीलाई समेत हार्न गए र जुवा खेल्दाखेरिको वचन अनुसार 12 वर्षको वनवास, 1 वर्षको गुप्तवास बस्नुपर्ने थियो। त्यसै अनुसार वनवास जानुभएको छ। वनवास गएर कन्दमूल फलाहार खाएर केवल मृगको छाला मात्रै शरीरमा बेरेर बहुत दुःख कष्टपूर्वक जीवन व्यतीत गरिरहनु भएको छ। त्यसैलाई स्मरण गर्दै यहाँ सुतजी महाराज भन्नुहुन्छ, सबक्ष अग्नि सम्भूता कृष्ण धर्म परायण दुशाससेन दुष्टेन केची स्वादाम कर्षिता। यसरी जब वनवास जानु गएका थिए, वनवास जानुभएको थियो पाण्डवहरू, बहुत दुःखी हुनुभयो। भगवान श्रीकृष्णको नातामा फुपूका छोरा पर्नुहुन्छ, वसुदेवजीकी बहिनी हुनुहुन्छ कुन्ती पुत्र पाण्डवहरू। भगवान कृष्णको नातामा फुपूका छोराहरू भानिजदाई पर्नुहुन्छ। मेरा भानिजदाईहरूको खबर के छ होला भनेर एक दिन भगवान श्रीकृष्ण पाण्डवहरूको हालखबर बुझ्नका लागि जङ्गलमा जानुभयो। भगवान श्रीकृष्ण नै एकमात्र आफ्ना सहारा सम्झिएका पाण्डवहरूले जङ्गलमा जब भगवान श्रीकृष्णचन्द्रलाई देखे, मानव उनीहरूको शरीरमा, मरेको शरीरमा प्राण आए जस्तै भयो। शरीरमा प्राणको सञ्चार भयो। अथ तान् दुःखितान् दृष्टन् भगवान् देवकीसुत जगाम काम्यक वनं मुनिभिः परिवारिताः। त्यो काम्यक वनमा उहाँहरूको शरीरमा प्राण आए जस्तो भयो, जराक जुरुक उठ्नुभयो, बसिरहनु भएको थियो। ओहो, कृष्ण आउनुभयो भनेर अङ्कमाल गर्नका लागि अगाडि जानुभयो। युधिष्ठिरले गएर अङ्कमाल गर्नुभयो, भीमले पनि अङ्कमाल गर्नुभयो। भगवान श्रीकृष्णले युधिष्ठिर र भीमसेनलाई दण्डवत गर्नुभयो, नातामा दाजु पर्नुहुन्छ। अर्जुन आफ्नै उमेरको हुनुहुन्छ। त्यही भएर अर्जुनसँग अङ्कमाल मात्रै गर्नुभयो। नकुल र सहदेव भगवान श्रीकृष्णका भाइ, उनीहरूले गएर भगवानको चरण स्पर्श गर्नुभयो, चरणमा ढोगिदिनु भयो। अत्यन्तै कमजोर दुखी हुनुभएको थियो द्रौपदी। बिस्तारै उठेर गएर दुवै हात जोडेर भगवान श्रीकृष्णको नमन गर्नुभयो। रुरु नाम गरेको मृगको छालाद्वारा आफ्नो शरीर तन ढाकेर बस्नुभएको थियो। शरीर पुरै धुलो भएको थियो। कति दिनदेखि नकोरेको कपाल, दाढी बढेर लामा भएका थिए, जिग्रिङ ठाडा भएका थिए। हेर्दाखेरि डरलाग्दो, शरीर दुब्लाएर पातलो भइसकेको अत्यन्तै क्रिस अवस्था, मलिन स्वरूप। भगवान श्रीकृष्णलाई अत्यन्तै दया लाग्यो। दया मात्रै लागेन, यिनीहरूको यो अवस्था बनाउनेवाला कौरवहरू हुन् भनेर कौरवहरूप्रति अब भगवान श्रीकृष्णचन्द्र अति क्रुद्ध हुनुभयो। ओठ फडफडाउन थालो, शरीर काम्न थालो। यति क्रुद्ध स्वरूप भगवान श्रीकृष्णचन्द्रले त्यहाँ बनाउनु भयो। स्वयं धर्मराज युधिष्ठिर पनि डराउनु भयो। किनभने धर्मराज युधिष्ठिर जान्नुहुन्थ्यो भगवान श्रीकृष्णचन्द्र कुनै साधारण पुरुष हुनुहुन्न। लीला पुरुषोत्तम, निर्गुण निराकार परब्रह्म परमेश्वर, अखिल ब्रह्माण्ड नायक, सगुण साकार बनेर यति बेला पृथ्वीमा अवतरित हुनुभएको छ, जसको एक सङ्कल्प मात्रले पनि सारा चराचर जगतको सृष्टि हुन सक्छ, स्थिति हुन सक्छ र उहाँले चाहनुभयो भने लय पनि हुन सक्छ। यो केवल एउटा ब्रह्माण्डको कुरा होइन, यस्ता ब्रह्माण्ड करोडौँ करोड छन्। त्यस्ता करोडौँ करोड ब्रह्माण्डको मालिक भगवान श्रीकृष्णचन्द्र हुनुहुन्छ। यो तत्त्वलाई युधिष्ठिरले जान्नुहुन्थ्यो।
जब भगवान श्री कृष्णचन्द्र पाण्डवहरूमाथि यसरी क्रुद्ध हुनुभयो, बहुत डर लाग्दो उहाँको स्वरूप हुन गयो। करोडौं कालको जस्तो विकराल मुख, प्रलयकालीन आगो जस्तो राता राता आँखा, दाँतले टोक्नु भएको छ, कटटट पारेर दाँत कटकटाउँदै हुनुहुन्छ। लाग्थ्यो तुरुन्तै अहिले नै आफ्नो क्रोधाग्निले साला त्रिलोकीलाई जलाएर भस्म गरिदिनुहुन्छ जस्तो भगवान श्रीकृष्णको स्वरूप देखियो। भगवानको यो क्रुद्ध रूप नृसिंह अवतारमा एकपल्ट देखिएको थियो। आज कृष्ण जस्तो सुन्दरे किन्न सुन्दरम विश्व चराचर जगतलाई मोहित गर्नेवाला कृष्णको यस्तो विकराल रूप देखियो। जतिखेर समुद्रले बाटो नदिसकेपछि समुद्रको सारा जल सुस्नका लागि धनुषमा ताँदो खिचेर रामचन्द्रजी क्रोधित हुनुभएको थियो, त्यस्तै क्रोधित अवस्था भगवान श्रीकृष्णको पनि देखियो। कोटि काल करालस्य प्रलयाग्नि रिवोत्थितः सन्दुष्टष्टपुट प्रोक्ष स्त्रीलोकिं ज्वलयन्निवः सीता वियोग संतप्तः साक्षात् दाशरथिर्यथा। दाशरथी रामचन्द्र जस्तो यस्तो उग्र भगवानको रूप देखियो। त्यो देखिसकेपछि युधिष्ठिरलाई डर लाग्यो। आफ्ना दाजुको त्यो डरको भाव देखिसकेपछि अब अर्जुन भगवान श्रीकृष्णको पाउ समातेर बिन्ती गर्नुहुन्छ, हे कृष्ण जगतां नाथ नाथ नाहं जगत भये त्वमेव जगतां पाता मां न पासि कथं प्रभो। प्रभु, सारा चराचर जगत बनाउनेवाला तपाईँ हुनुहुन्छ, रक्षा गर्नेवाला पनि तपाईँ हुनुहुन्छ, संहार गर्नेवाला पनि तपाईँ नै हुनुहुन्छ। के तपाईँलाई यति राम्रो सुन्दर सृष्टि आफैले बनाएको अहिले नै प्रलय गर्ने इच्छा भएको हो? तपाईँले प्रलय गर्ने इच्छाले यो उग्र रूप देखाउनु भएको हो? मलाई त लाग्दैन हजुरले त्यस्तो गर्न लाग्नु भएको हो। त्यही भएर चराचर जगतका मालिक हजुर विश्वात्मा हुनुहुन्छ। विश्व जगतको कल्याणका लागि यो क्रोधलाई शान्त गरिदिनुहोस् प्रभु, नरिसाउनुहोस् यसरी। हजुरले यसरी क्रोधित हुन मिल्दैन। हजुरले नै भन्नुभएको होइन गीता उपदेश दिँदाखेरि, मान्छेले सुख दुःख भनेको आफ्नो कर्म अनुसार भोग गर्छ भनेर भन्नुभएको होइन। आज हाम्रो यो क्रिस अवस्था देखेर हजुर किन चिन्तित भइबक्सन्छ? थियो होला पूर्व जन्ममा कुनै हाम्रो त्यस्तो कर्म जसको फल अहिले हामी वनवासी भनेर भोगिरहेका छौँ। त्यसो भएको हुनाले कर्मको गति कसैले मेट्न सक्दैन। यो हजुरकै उपदेश हो। हजुरकै उपदेशलाई हजुरले स्मरण गरेर यो क्रोधलाई यसरी प्रकट गर्न त मिल्दैन प्रभु। क्रोधलाई नियमन गर्नुहोस्। प्रेमले भनिदिनुहोस् त एकपल्ट राधे राधे। जब यस्ता प्रकारले प्रार्थना गर्नुभयो अर्जुनले, भगवान श्रीकृष्णचन्द्र भक्तको पुकारालाई साह्रै छिटो सुन्नुहुन्छ। सम्पूर्ण तत्त्वलाई जान्नेवाला, समस्त कारणका कारण, वेद वेदाङ्ग बीजका पनि बीज भगवान श्रीकृष्णचन्द्रले यो कुरो सुनिसकेपछि अब शान्त हुनुभयो। भक्तको पुकारालाई स्वीकार गर्नु पर्यो। अर्जुनको प्रणाम सुन्ने बित्तिकै जसरी बादलको परिधि घट्ने बित्तिकै सन्ध्याकालीन समय चन्द्रमाको सुन्दराकृति प्रकट हुन्छ, अहिलेसम्म थरथर थरथर काँपिरहेका ओठमा अचानक चन्द्रमाको शीतलता जस्तो भगवान कृष्णका मुखारवृन्दमा त मुस्कान पो देखिन थाल्यो। भगवान शान्त हुनुभयो। यस्तै सुन्दर शान्त स्वरूप भगवानको हेर्न चाहन्थे पाण्डवहरू। उहाँहरूको मुहारमा पनि खुसी छायो, खुसी हुनुभयो। कृष्ण खुसी हुनुभएको देखेर प्रसन्न हुनुभएका भगवान श्रीकृष्णचन्द्रलाई सबैले अग्लो आसनमा बसाउनु भयो। जङ्गलमा अग्लो आसन त कहाँ थियो र? एउटा रुखको ठुट्टामा बसाउनु भयो। जङ्गलमा भएका फुलहरू टिपेर राम्रो माला बनाउनु भयो। नजिकै सरोवरबाट जल ल्याउनु भयो। पाद प्रक्षालन गर्नुभयो, गोडा धोइदिनु भयो, हात धोइदिनु भयो, कुल्ला गराउनु भयो, वनमा पाकेका मिठा मिठा फलफुलहरू खुवाउनु भयो, राम्रो राम्रो माला गाँसेर उहाँलाई लगाइदिनु भयो वनका सुगन्धित पुष्पहरूको। अनि सबैभन्दा ठुलो कुरो, मन्द मुस्कानका साथमा मिठा वचनद्वारा स्वागत गरियो।
भगवान श्रीकृष्णचन्द्रको। कुनै पनि भक्तले भगवानको भक्ति गर्दा, कुनै पनि प्रेमीले आफ्नो प्रेमी मित्रको स्वागत गर्दा गर्ने यही नै हो। जब भक्तसँग भक्त मिल्छन् के हुन्छ? 4 मिले 64 खिले, बीस रहे कर जोड़। 4 मिले 64 खिले, 20 रहे कर जोड़। हरिजन से हरिजन मिले, 7 करोड। प्रेमीजनसँग अथवा भगवानका भक्तसँग भेट हुँदा यो अवस्था हुन्छ। कस्तो हुन्छ अरे? 4 मिले। पहिला त तपाईँका 2टा नयन, 2टा आँखा हाम्रो आफ्नो 2टा आँखासँग मिल्छन्। त्यो 2टा आँखा जुत्ने, 4वटा आँखा जुत्ने बित्तिकै 64 खिले तपाईँका 32वटा दाँत र मेरा 32वटा दाँत देखिन थाल्छन्। अथवा मुहारमा हाँसो छाउँछ। पहिला आँखा जुत्छन् अनि खुसीको हाँसो प्रकट हुन्छ। कतिखेर? हरिजन से हरिजन मिले, 7 करोड। त्यति हुने बित्तिकै त शरीरका 7 करोड रौँहरू जराक जुरुक उठेर प्रेमको भावमा पुलकित हुन थाल्दछन्। आज अवस्था यस्तै भयो। भगवानलाई जङ्गलमा गर्न स्वागत केही थिएन। मरेको शरीरमा प्राण आए जस्तो खुसी हृदयमा भएको छ। एक पलका लागि भगवानको क्रोधाग्नि देखेर डर लागेको थियो। जब भगवान चन्द्रमा जस्तो मुस्कुराउन थाल्नुभयो अनि रुखाको ठुट्टामा बसाउनु भयो, कुला गराउनु भयो, हात धुवाउनु भयो, गोडा धुनु भयो, वनको फुलको माला लगाइदिनु भयो, मिठा मिठा फलफुलहरू खुवाउनु भयो अनि प्रेमपूर्वक वार्तालाप गर्न थाल्नुभयो। भगवान यसरी भगवान श्रीकृष्णको पूजा गरेर त्यसै बेलामा जसरी नारदजी तपाईँले यो प्रश्न सोध्दै हुनुहुन्छ, जगतको कल्याणका लागि युधिष्ठिरजीले भगवान श्रीकृष्णसँग प्रश्न गर्नुभएको थियो। त्यही कुरो म तपाईँलाई सुनाउँदैछु। जब युधिष्ठिरजीले प्रश्न गर्नुभयो सम्पूर्ण प्राणीको कल्याणको साधन के हो र सम्पूर्ण शास्त्रको सार तत्त्व के हो, 2 घडीसम्म भगवानले चिन्तन गरेर बस्नुभयो। अब युधिष्ठिरलाई के जवाफ दिने होला भनेर र चिन्तन गरेर सोचिसकेर द्रौपदीलाई पनि नजिकै बोलाउनु भयो, छेउमा बसाएर अब भगवान श्रीकृष्णचन्द्रले उपदेश दिन लाग्नुभयो। जुन उपदेश दिनुभएको थियो प्रेमी नारदजी, त्यही उपदेश मेरा मुखारविन्दबाट तपाईँ सुन्नुहोस् भनेर नरनारायण ऋषि भन्दै हुनुहुन्छ। यहाँ श्रृणु राजन महाभाग विवत्सो याथमद्वच अपूर्वोयम कृत प्रश्नोत्तरम वक्तुमुत्सहे। जगतमा सबै आफ्नो, यो जगत स्वार्थी छ। सबैले आफ्नो मात्रै कल्याण सोचिरहेका हुन्छन्। मान्छेले अन्तिम पलमा केवल आफ्नो मात्रै कल्याण सोच्दछ। जब आफू सुरक्षित छु, आफ्नो कल्याण भइसक्यो भन्ने थाहा पाइसकेपछि बल्ल आफ्ना र आफूसँग सम्बन्धित व्यक्तिहरूको विषयमा सोच्ने हो। तर तपाईँले यो सोच्नु भएन, जगतको कल्याणका लागि प्रश्न गर्नुभयो। त्यसो हुनाले यसको उत्तर पनि अति गोपनीय छ। जगतको कल्याण गर्ने विषय अत्यन्त गोपनीय हुन्छ। आजसम्म मैले कसैलाई बताएको थिइनँ, म तपाईँलाई बताउँदैछु, सावधान भएर सुन्नुहोस्। जब धेरै बहुमूल्य महत्त्वपूर्ण कुरो कसैलाई दिइन्छ भने उनलाई सचेत पनि गराइन्छ। खबरदार है, यो बहुत बहुमूल्य छ, तपाईँको हातबाट हराउला, सुरक्षित राख्नु होला। यस्तै सचेत गराउँदै गराउँदै भगवान श्रीकृष्णचन्द्र भन्नुहुन्छ, अति यो प्रश्नको उत्तर संसारमा अति गोपनीय छ। लोक ऋषि एव एष गुह्यतरो लोक ऋषिणाम अपि दुर्घट। ऋषिहरूले पनि यो तत्त्वलाई जान्नुहुन्न। तथापि बक्से मित्रत्वात् भक्त्वात् तवार्जुन। तिमी मेरा भक्त हौ, त्यसो भएको हुनाले तिमीलाई बताउँदैछु। तदुत्तरमतीव उग्रम क्रमतः शृणु सुब्रत मद्वादयश्च ये मासा लव पक्षाश्च नाडिकाः। त्यो गोपनीय कुरो के हो? हेर अर्जुन, पल, नक्षत्र, योग, घटी, पला, दिन, मास, संवत्सर, पक्ष,
रात्रि, सन्ध्या आदि यी सबै समयका चक्रहरू हुन्। पल 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 गर्दै यी समयको चक्रहरू अगाडि बढिरहेको हुन्छ। यी समयको चक्र अनुसार आउने गतिलाई काल भनिन्छ। कालका अनेक विभाजन छन्। संवत्सर, वत्सर, इडावत्सर, अनुवत्सर, मास, पक्ष, ऋतु, बार, घडी, पला, योग, मुहूर्त, नक्षत्र यी आदि समयका परिणामहरू हुन्, नामहरू हुन्। तर ती सबैका आफ्ना आफ्ना महत्त्व छन्, विशेषता छन् र सबैका अधिष्ठात्री देवता पनि छन्। यो काल समय चक्रको विभाजन भए पनि समय पनि कसैको अधीनमा छ। सुन्दा अचम्म लाग्छ होला। कसैको अधीनमा छ नाम अनुसार। चैत्र आदि गरिएका जुन महिनाको नाम भन्छौँ नि हामी, चैत्र, वैशाख, जेठ, असार, यी महिनाहरूका अधिष्ठात्री देवता छन् अथवा उनै देवताहरूका अधीनमा यी महिनाहरू चलेका छन्। निमेष, पक्ष, घडी, प्रहर, ऋतु, मुहूर्त, अयन, वर्ष, युग, परार्ध जे जति समयका नामहरू छन् कसै न कसै देवताका अधीनमा छन्। तिनी अधीनमा भएका देवतालाई अधिष्ठात्री देवता भनिन्छ। त्यसका अलावा हामीले जगतमा देखिनेवाला नदी, समुद्र, प्राकृत, वनस्पति, लता, पशु, पक्षी, फल, फूल सम्पूर्ण सामग्रीहरू शरीरधारी छन्, मूर्तिधारी छन्, दृश्य छन् या अदृश्य भएर अस्तित्वमा छन् भने सबै आफ्ना आफ्ना गुणले पूजिन्छन् र आफ्ना आफ्ना स्वामी अधिष्ठात्री देवताहरू छन् र तिनै देवताहरूको आज्ञा अनुसार सबैले फल दिन्छन्। जस्तो समय चक्र उस्तै हो भनेर हामी विचार गर्छौँ, तर खास मुहूर्त कुनै विशेष संयोग बनेर बनेको मुहूर्त, त्यो मुहूर्तमा बनेको फल शुभ फल दिनेवाला, कुनै नराम्रो फल दिनेवाला हुन्छ कि हुँदैन? समय चक्र उस्तै भयो कि फरक फरक भयो कि भएन? त्यस्तै तिथि अनुसारको फल, नक्षत्र अनुसारको फल, मास अनुसारको फल, पक्ष अनुसारको फल, महिना अनुसारको फल, ऋतु अनुसारको फल अलग अलग हुन्छ नि। यो अधिष्ठात्री देवताबाट सम्भव भएको हो। तर यसरी समय चक्र चलिरहेको बेलामा हेर युधिष्ठिर, एउटा यस्तो समय चक्र आयो जसको कुनै अधिष्ठात्री देवता थिएन। सम्पूर्ण पक्ष, ऋतु, घडी, पला, मास आदिबाट बचेको समय चक्र एकत्रित बनेर मलमास नाम गरेको एउटा नयाँ मासको जन्म भयो। जब समय चक्रमा 32 महिना 16 दिन 4 घडी व्यतीत हुन्छ, त्यो 32 महिना 16 दिन 4 घडीबाट बचेको समय चक्र एकत्रित भएर एउटा छुट्टै महिनाको निर्माण हुन्छ जसलाई मलमास अथवा बचेको त्यो सबैबाट अवशिष्ट 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 बचेको जम्मा भएर बनेको हुनाले त्यो त्याज्य फोहोरी अथवा मल स्वरूप मास भनेर सबैबाट निन्दित छुट्टै प्रकारको एउटा मास बन्न गयो। बनिसकेपछि अरू मासहरू जस्तै मेरो पनि कुनै देवता होलान्, अधिष्ठात्री होलान्, को होलान् भनेर अरू मासहरूसँग सोध्न गए, तर कुनै पनि महिनाले आफ्नो समान गति उनलाई दिन मानेनन्। चैत आदि गरिएका 12 महिना हामी अस्तित्वमा छौँ, हाम्रो अधिष्ठात्री देवता हुनुहुन्छ, हाम्रो आफ्नै कर्म छ, गति छ, फल छ। यो गतिमा तिमीलाई राख्न सक्दैनौ किनभने तिम्रो नाम पनि छैन, तिम्रो कुनै अधिष्ठात्री देवता पनि छैन, तिमीले प्रदान गर्ने कुनै फल पनि छैन। त्यसो हुनाले तिमी हामीबाट बहिष्कृत, हामीबाट त्याज्य भनेर उसलाई महिनाको गति नै प्रदान गरेनन्। चैत आदि गरिएका महिनाहरूले अस्तित्व भयो, जन्मिएर आइसकेपछि संसारमा बाँच्न पाउने त मेरो पनि अधिकार होला भनेर दुःखी बनेका मलमास अब के गर्ने?
सबैतिरबाट अब मैले केही पनि गर्न सक्ने, मेरो उद्योग पनि छैन, अति दुःखी भएर निन्याउरो मुख लगाए, खिन्न भने जो संसारमा कसैको हुन सक्दैन त्यो केवल भगवानको हुन सक्छ। यो सारा चराचर जगत बनाउनेवाला उनै परमात्मा। त्यसो भएको हुनाले जगतले मलाई स्वीकार गरेन, तर परमात्माको न्यायालयमा त कसैमाथि विभेद हुँदैन। मैले यो जगतसँग आश राख्नु हुँदैन, परमात्मासँग आश राख्नु पर्दछ। बस तपाईँ हामीले पनि जान्नुपर्ने तत्त्व यही हो। आज मलमासले बुझ्यो, तपाईँ हामीले बुझ्न सकेका छैनौँ। तपाईँ हामी यस संसारसँग जगतसँग मात्रै आशा र अभिलाषा राखेर बसिरहेका हुन्छौँ। त्यही भएर प्रतिक्षण ठोकर खाइरहेका हुन्छौँ, दुःख पाइरहेका हुन्छौँ, चिन्तित बनिरहेका हुन्छौँ। जसले जगतबाट सम्बन्ध तोडेर जगन्नाथसँग सम्बन्ध राख्दछ, जुन दिन हामीले जगतबाट सम्बन्ध तोडेर जगन्नाथसँग सम्बन्ध राख्छौँ त्यस दिन हाम्रो जीवनको कल्याण हुन्छ। मलमासले यही काम गरे। जगन्नाथसँग सम्बन्ध जोड्नका लागि सिधै जगतका नारायण हरि प्रभु सच्चिदानन्द पूर्ण परब्रह्म परमेश्वर भगवान् जहाँ वैकुण्ठमा रहनुहुन्थ्यो, इता मास कालचक्र जहाँ पनि जान सक्थे। अब यसको विषयमा निर्णय गर्नका लागि म सिधै जगन्नाथ भए ठाउँमा जान्छु भनेर वैकुण्ठमा जगन्नाथ भगवानका धाममा सरासर गए। उनको बेरोकटोक गति छ, काललाई कसले रोक्न सक्दथ्यो र? सिधै भगवानको अन्तपुरमा गए, भगवानका दुवै चरण समातेर भगवानसँग स्तुति गर्न थाले। हाम्रो पूर्वीय दर्शनमा नदी नाला प्रकृति वातावरण वायु जल सबै प्रकारका पदार्थहरू मूर्तिवत बनेर भगवानसँग बात गर्न सक्छन्, भगवानको दर्शन गर्न सक्छन्, जीवनको मार्ग निर्देशन गर्न सक्छन् र तपाईँ हामीलाई तपाईँ हाम्रो जीवनमा कल्याणकारक बनेर उपस्थित हुन सक्छन्। यी मलमास पनि मूर्तिवत बनेर भगवानको चरण कमलमा गएर भगवानका दुवै चरण समातेर साष्टाङ्ग दण्डवत गर्दै अब भगवानका अगाडि ऋण कराउन थाले। जगतका स्वामी जगत नारायण प्रभुले कसैलाई पनि संसारमा दुःख दिन पठाउनु भएको होइन, दुःख देख्न सक्नुहुन्न। आफ्ना चरणमा दण्डवत गरेर निन्याउरो मुख लगाएर अश्रुधारा बगाएर रुँदै गरेको त्यो त्यो मलमासलाई देखेर जगत नारायण प्रभु माधव भगवान करुणाले आर्द्रित हुनुभयो, करुणापूर्ण हुनुभयो र दुवै हातले त्यस मासलाई उठाएर अब उसको समस्यालाई निराकरण गर्न थाल्नुभयो भनेर भगवान श्रीकृष्णचन्द्रले युधिष्ठिरलाई सुनाउनु भएको यो कथा बद्रीनारायण भगवानले नारदजीलाई सुनाउँदै गर्नुभएको र त्यही कथा सुत पौराणिकले ऋषिहरूलाई सुनाउँदै हुनुहुन्छ। भन्दै पुरुषोत्तम महिनाको पुरुषोत्तम मासको तेस्रो अध्याय यहाँ परिपूर्ण हुन्छ। अब चौथो अध्यायमा मलमासले कस्तो प्रकारको गुनासो भगवानसँग गर्छन् र भगवानले के जवाफ दिनुहुन्छ त्यो कथा हजुरहरूले भोलिका महात्म्यमा श्रवण गर्न सक्नुहुनेछ। पुरुषोत्तम भगवानको जय, जगत नारायण श्री हरिको जय। राधे राधे।